सरकारको नीतिअनुसार पासपोर्ट, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायत जनताले प्रत्यक्ष रूपमा आफ्नै हातमा तत्कालै सेवा पाउने वातावरण चाहिँ सुनिश्चित गर्नको लागि गृह मन्त्रालय अन्तर्गत जिल्ला प्रशासन कार्यालयले सम्भव भएसम्मका सेवाहरू तत्कालै सोही दिन र व्यक्ति स्वयंले कार्यालयमा पटक पटक धाउनु नपर्ने अवस्थाको अन्त्य गर्ने भन्ने निर्देशन भएअनुसार हामीले पहिलो चरणमा जनताले पाउनुपर्ने राजधानी पासपोर्ट हुलाक मार्फत उहाँहरूकै हातमा, उहाँहरूकै घर ठेगानामा, उहाँहरूकै घरमा उहाँहरूले पाउने गरी यो हुलाक सेवा मार्फत वितरण गर्ने प्रयोजनको लागि हामीले आज यो पासपोर्टहरू करिब 200 को हाराहारीमा हुलाक सेवा मार्फत हामीले पठाउँदैछौँ र आशा छ उहाँहरूले अब आगामी दिनहरूमा पनि यो छिटो छरितो तरिकाले आफ्नै घर आँगनमै आफ्नै हातमा पाउने गरी जिल्ला प्रशासनबाट प्रभाव हुने सेवाहरू अहिले पासपोर्टको सेवा आगामी दिनमा झन् छिटो छरितो पाउने गरी पाउनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। हामीले यसबाहेक अन्य सेवाहरूलाई पनि सम्भव भएसम्म जसरी हुन्छ उहाँहरूले कार्यालयमै धाउने गरी कार्यालयमा आउनु नपर्ने गरी यो सेवाको व्यवस्था चाहिँ मिलाएका छौँ। नागरिकताको सन्दर्भमा समस्या चाहिँ छैन। उहाँहरू आउनुभयो भने सोही दिन नै नागरिकता कानुन नियम प्रक्रिया सबै मिलेको छ, रित पुगेको छ, अङ्ग पुगेको छ भने सोही दिन पाउने व्यवस्था मिलाएका छौँ। राष्ट्रिय परिचयपत्रको लागि अहिले तत्काल सम्बन्धित व्यक्ति नै आउनुपर्ने अवस्था छ, किनभने यहाँ आएर त्यसलाई भेरिफाई गर्न लागि प्रविधिको माध्यमबाट भेरिफाई गर्नुपर्ने भएकोले राष्ट्रिय परिचयपत्रको सेवा कार्यालयमै प्रदान गरिएको छ र पासपोर्टको पाउने सेवालाई हामीले हुलाक सेवा मार्फत पनि हामीले वितरण गर्ने यो सम्भावना देखिएको हुँदाखेरि अहिले हामी यो पासपोर्ट अथवा यो राजधानी सम्बन्धित व्यक्तिले नै पाउने व्यवस्था चाहिँ मिलाएका छौँ। उहाँहरू अब कार्यालयमा आफ्नो पासपोर्ट लिन आइरहनु पर्ने अवस्था चाहिँ हुँदैन।